आमाको उपहार च्यानलमा हजुरलाई स्वागत छ। आज मैले म्याक्रोनी रेसिपी सेयर गर्न गइरहेको छु। म्याक्रोनी पौष्टिकताले परिपूर्ण अनि बनाउनलाई एकदमै सजिलो खानाको रूपमा लिन सकिन्छ। यसबाट कार्बोहाइड्रेट, आइरन, भिटामिन बी र फाइबरको राम्रो स्रोत प्राप्त हुन्छ भने यो बच्चाहरूलाई डाइजेस्ट गर्नलाई पनि एकदमै सजिलो हुन्छ। अनि यसलाई चाहिँ हामीले अरू भेजिटेबल्सहरूसँग मिक्स गरेर दिने भएको कारण ओभरअल यो एकदमै फाइदाजनक हुन्छ बेबीहरूको लागि। यो रेसिपी बनाउनको लागि पानी तताएर 5 मिनेट जति म्याक्रोनीले उमाल्नु पर्ने हुन्छ। अनि पाकिसकेपछि फेरि चिसो पानीले धोएर अरू भेजिटेबल आइटमसँग एड गर्नुपर्ने हुन्छ, जसको लागि मैले एउटा अन्डालाई लिएर फ्राई गरिसकेको छु। अब फेरि प्यानमा मैले थोरै घिउलाई राख्दैछु र अघि चप गरेर राखेको ओनियनलाई पनि फ्राई गर्दैछु र मैले साग पनि अघि नै रेडी गरिसकेको छु। त्यो सागलाई पनि एकैछिन फ्राई गर्नेछु र म्याक्रोनीलाई पनि मैले बोइल गरेर धोइसकेको छु। त्यसलाई एकैछिन सागलाई फ्राई गरेपछि मरमसला, नुन सबै राखेर अनि फ्राई गर्दैछु र यसलाई चाहिँ अलरेडी पाकिसकेको कारण धेरै केही पनि फ्राई गर्नु पर्दैन र यो बच्चाको लागि मैले तयारी गरेको रेसिपी रेडी भइसकेको छ। थप फ्लेभरको लागि मैले बनानालाई राखेको छु र अन्डालाई पनि सानो सानो चप गरेको छु। पास्तामा कुन सेप रहेछ? आमालाई पनि दिनुस् न। बेबी आफै खाने? यसरी यो म्याक्रोनी पास्ता आइटमलाई चाहिँ मेरो बेबीले एकदमै धेरै मन पराउँछ। अझ ऊ भोकाएको बेला त उसलाई मन परेको यो खानालाई कसैसँग सेयर गर्न पनि मान्दैन, जुन हजुरहरूले पनि भिडियोमा देखिरहनु भएको छ। र हजुरहरूले पनि यसरी नै आफ्नो बेबीहरूलाई यो खाजाको रूपमा बनाएर दिन सक्नुहुन्छ। भिडियो हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। यदि भिडियो युजफुल लाग्यो भने हजुरहरूले लाइक, कमेन्ट, सेयर र च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।